आफूलाई त मैले अहिलेसम्मको प्रतियोगिता धेरै प्रतियोगिता गाएँ, धेरै प्रतियोगिता हारे पनि जिते पनि, तर दोहोरी च्याम्पियनमा जसरी मैले कहिले पनि गाएको थिएन। त्यो मैले आफ्नो मनदेखि नै गाउनुपर्छ भनेर गाएको थिएँ, तर पनि गाउँदा गाउँदै पनि हुनसक्छ हामीबाट पनि केही कमी कमजोरी भयो होला। कमी पछाडि एकैचोटि रिजल्ट आयो, रिजल्ट आउँदा पनि यस्तो आशा आउँथेन होला, तर प्रजापति सरले नम्बर दिनुभयो। उनीहरूको नम्बर चाहिँ भन्दा हाम्रो 2.5 नम्बरले बढी आयो, कमी आयो। त्यो नम्बर आउने बित्तिकै मेरो आँखाबाट नसोचेकै आँसु झरे। तर सायद मैले सुनेको छु कलाकारहरूले आँसु देखाएर कमाउने बाटो भइसकेको छ भन्ने कता कता मैले मिडियामा सुनेर आज नरुटे जस्तो लाग्छ। अनि रोइहालेपछि नि भन्नुहुन्छ कि उहाँले भन्नुहुन्छ कि अब यसले त आँसु देखाएर कमाउने बाटो यो अगाडि बढ्न खोज्या हो। तर मेरो विशेष त छाती सम्बन्धी, यो छातीमा सानैदेखिको समस्या भयो, ढुङ्गो गऱ्यो लडेर। अनि त्यस पछाडि अब धेरै औषधिहरू, धेरै उपचारहरू गऱ्यो। अहिले त केही सुधार भयो, यहाँसम्म आएर गीत गाउने सम्म पनि पुगेँ। एकदमै तिन दिनहरू त एकदमै धेरै तितो लाग्छ। अब त्यहाँलाई पनि प्यारालाइसिसको यस्तो छ कि समस्या छ, एउटा हरै चल्दैन। हुन त बुवा पहिला इन्डियाको जागिरी हुनुहुन्थ्यो, भए पनि बिचमा एकदमै प्यारालाइसिसको समस्या भयो। अनि त्यसपछि त्यस्तै बुवा बिरामी हुनुभयो। बुवा बिरामी भएपछि अब घरको मिल्जरो नै त्यस्तो बिरामी भएपछि हामीलाई कति धेरै समस्या भयो। अनि अगाडि बढ्न कति गाह्रो भयो। गर्छौ कि नै अरू केही अमल, कति ज्ञानी मान्छे हौ कमल। आहा क्या राम्रो पासङ्ला मुरोट, दुप्तेश्वरलाई गराइदेऊ दर्शन, सँगै घुमाइदेउनु आको। स्वागत छ लालीगुराँस.com मा। लालीगुराँस.com को साथमा म कमल सरगम छु। लालीगुराँस.com को आजको श्रृङ्खलामा हामी पछिल्लो समय दोहोरी च्याम्पियनबाट अगाडि बढ्दै गर्दा पराजयको चाहिँ यात्रा बिहोर्नु परेको, तर पराजय भोगे पनि धेरै दर्शकहरूको माग लालीगुराँस.com को हरेक भिडियोमा चाहिँ उहाँहरूको जोडीलाई एकपटक ल्याइदिनुहोस् न भन्नुभएको थियो, तर जोडी त आज ल्याउन सकेनौँ, यसप्रति क्षमा चाहन्छौँ। त्यो टिमभित्रको एकजना पात्र आज हाम्रो बिचमा हुनुहुन्छ, जसले दोहोरी च्याम्पियनको एउटा उचाइ अझ माथि पुर्याउन अग्रसर हुनुहुन्थ्यो। ताराजी आज अतिथिको रूपमा हुनुहुन्छ। ताराजीसँग कुराकानी गर्नुभन्दा अगाडि ताराजीको विषयमा धेरैलाई थाहा छ, उहाँको जीवन, उहाँको यात्रा, उहाँ कस्तो अवस्थाबाट साङ्गीतिक यात्रामा हुनुहुन्छ, कतिपयलाई थाहा छैन उहाँ कुन अवस्थाबाट पनि गीत सङ्गीतमा हुनुहुन्छ। यो सबै कुरा आज यो श्रृङ्खलामा रहनेछ। श्रृङ्खला अन्तिम समय हेर्नुहोला। यो कार्यक्रमलाई प्रायोजन गरेको छ वेब सर्फरले। फास्ट इन्टरनेट र केबल टिभीको लागि वेब सर्फरलाई सम्झिँदै गर्नुहोला भन्दै लाग्छु कुराकानीतर्फ। स्वागत छ तारा। नमस्कार, धेरै धेरै धन्यवाद दिन चाहन्छु। यति बेला लालीगुराँस.com हेरेर बस्नुहुने सम्पूर्ण आदरणीय दर्शक भगवानमा साङ्गीतिक नमन टक्राउन चाहन्छु। विशेष त धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो कमल सरगम दाईलाई, यहाँसम्म आएर मलाई बोल्ने अवसर प्रदान गर्नुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ताराको काठमाडौँको बसाइ यात्रा कति भयो? यहाँ बस्नु भएको चाहिँ? म यहाँ बस्न लागेको त अहिले लगभग 1.5 वर्ष जति भयो होला। नत्र पहिला कहाँ हुनुहुन्थ्यो? पहिला त गाउँमै यस्तो दोहोरीहरू गाउन लागेको त धेरै वर्षै भइसक्यो, 8-10 वर्षै भइसक्यो। गाउँमै बस्थेँ, पढाउने गर्थेँ, अनि त्यसपछि दोहोरी गाउन हिँड्थेँ, त्यस्तै गर्थेँ पहिला। कति कक्षाहरूलाई पढाउनुहुन्थ्यो तपाईँले? मैले 8 कक्षासम्म पढाउँथेँ। अहिले त त्यसलाई बेसिक भन्छन्, पहिला निम्न माध्यमिक तह भन्थे, त्यही लेभलसम्मै पढाउँथेँ। कस्तो थियो स्कुलको जीवनयात्रा, थोरै सम्झिनुहोस् न। एकदमै रमाइलो थियो। छन त अब मेरो आफ्नो जीवन कहानी त एकदमै दुःख लाग्दो छ, प्राय इन्टरनेटतिरबाट पनि देखिसक्नु भएको छ। स्कुलको यात्रा रमाइलो थियो, तर रमाइलो हुँदाहुँदै पनि अब आफूले त्यस्तै हो, अलिकति आफू कमजोर भएको कारणले, अलिकति आफ्नो मानसिक तनाव पनि भएको कारणले होला, नाम निस्किन पनि सकेन होइन, पढाउँदै अनि त्यस्तै गाह्रो भयो। गाह्रो भएर फेरि कलाकार क्षेत्रमा प्रवेश गरेँ, अनि कलाकार क्षेत्रमा प्रवेश गर्दा पनि उत्तिकै गाह्रो छ अहिले। दोहोरी च्याम्पियन पनि तपाईँको लागि एउटा कोसे ढुङ्गो थियो, तर त्यो
तपाईँको लागि अलिकति निरन्तरताको पाठ हुन सकेन है? एकदमै थियो र अझै पनि एकदमै सम्झिन्छु, किनकि हारे पनि हारे जस्तै महसुस भएको छैन। मिना दिदी र प्रकाशको सँगसँगै कमेन्ट सँगसँगै मलाई मेरो नाम जोडेर आएको छ। नजोडेको भन्ने 2-4वटा कमेन्ट होला। मैले सर र कमेन्ट हेर्दा त्यही त होला माया, त्यही त होला जित भन्नु पर्यो। हारे पनि के भन्ने, अब हारे पनि दर्शकले दिएको मायाले जितको महसुस चाहिँ भएको छ, भइरहेछ भन्नु। तपाईँले चाहिँ के आफूलाई चाहिँ राम्रै गरे जस्तो महसुस भएको छ कि छैन? त्यहाँ आफूलाई त मैले अहिलेसम्मको प्रतियोगिता धेरै प्रतियोगिता गाएँ, धेरै प्रतियोगिता हारे पनि जिते पनि, तर दोहोरी च्याम्पियनमा जसरी मैले कहिले पनि गएको थिएन। त्यहाँ मैले आफ्नो मनदेखि नै गाउनुपर्छ भनेर गएको थिएँ, तर पनि गाउँदा गाउँदै पनि हुनसक्छ हामीबाट पनि केही कमी कमजोरी भयो होला, कमी कमजोरीकै कारणले हराउनु भयो होला। अब कसैलाई पनि दोष नलगाम। एकदमै म त्यहाँ हार्दा जीवनै हारे जस्तो लागेको मलाई लाग्छ। कसरी रुनुभयो त्यहाँ त? एकदमै कस्तो भयो कि पहिला यस्तो भयो। अब पहिला जजहरूले सबैले एकदमै राम्रो कमेन्ट गर्नुभयो, उहाँलाई मैले एकदमै सम्मान व्यक्त गर्न चाहन्छु। अनि पछाडि एकैचोटि रिजल्ट आयो, रिजल्ट आउँदा पनि यस्तो आशा आउँथेन होला, तर प्रजापति सरले नम्बर दिनुभयो। उनीहरूको नम्बर चाहिँ भन्दा हाम्रो 2.5 नम्बरले बढी आयो, कमी आयो। त्यो नम्बर आउने बित्तिकै मेरो आँखाबाट नसोचेकै आँसु झरे। तर सायद मैले सुनेको छु कलाकारहरूले आँसु देखाएर कमाउने बाटो भइसकेको छ भन्ने कता कता मैले मिडियामा सुनेर आज नरुटी जस्तो लाग्छ। अनि रोइहालेपछि नि भन्नुहुन्छ कि उहाँले भन्नुहुन्छ कि अब यसले त आँसु देखाएर कमाउने बाटो यो अगाडि बढ्न खोज्या हो, यसका आँसु सस्ता भइकन भन्नु होला। त्यही भएर भित्रै आफ्नो बलियो बनाएर बोल्दैछु म। त्यतिखेर चाहिँ म धेरै रोएको थिएँ, त्यही नम्बरले पनि रोएको थिएँ। अनि पछाडि फेरि प्रजापति बुवाले नम्बर दिइसकेपछि सीता दिदीले नम्बर दिनुभयो। सीता दिदीको नम्बर दिँदाखेरि फेरि म हाँसेँ, किनकि उहाँको नम्बर म आँसु आएको पनि आफै पुछेँ कि, किनकि उहाँले नम्बर दिँदा 1 नम्बरले मात्रै फरक गर्नुभएको थियो। हुनसक्छ नि त 1 नम्बर त हाम्रो कतै कमजोरी भएर पनि 1 नम्बरले हार्न सकिन्छ नि त। त्यही भएर फेरि हाँसेँ। अनि त्यसपछि फेरि नम्बर जाँदै गयो अनि धेरै आँसु झरेँ। त्यस दिन रातभरि पनि रोएँ, अर्को दिनभरि पनि रोएँ। अनि आफूले गर्न नसकेर त होला नि, आफ्नै कमजोरी होला भनेर चित्त बुझाएँ। अनि त्यसपछि मन बुझाउँदै बसेको थियो। अनि जो अब फेरि यो मिडियामा आइसक्यो, दोहोरी आइसकेपछि दर्शकहरूको कमेन्ट देख्दाखेरि झन् आँसु झर्ने रहेछन्। कतिपयले भन्नुहुन्छ ताराजी तपाईँले हार्नु भएको होइन, तपाईँलाई हराइएको भन्दै धेरै म्यासेजहरू इनबक्समा आए। अनि त्यही म्यासेज हेर्दै रुँदै गरेँ। तर पनि केही छैन, हामीभन्दा धेरै अग्रज हुनुहुन्छ मिना दिदी, प्रकाश बराजुली। उहाँहरूले धेरै सङ्घर्ष गरेर धेरै लामो समयबाट लाग्नुभएको, उहाँहरूबाट पाठ सिक्दै हामी यो ठाउँबाट आएका। उहाँले जित्नु नै हाम्रो जित हो, के उहाँले जित्नु नै हामीले जितेको हो, त्यस्तो महसुस गरेको छु। यो त तपाईँको हारको यात्राको कुरा जोड्यो। दोहोरी च्याम्पियन एउटा पाठ पनि भयो भनौँ न साङ्गीतिक यात्राका लागि, र धेरैले चिन्ने बाटो पनि भयो नि, होइन? एकदमै। यहाँभन्दा पहिला मलाई धेरैले चिन्नुहुन्थेन होला, अहिले दोहोरी च्याम्पियनबाट धेरैजना फ्यान बन्नु भएको छ, धेरैले माया गर्नुभएको छ, अनि धेरैजना नजिक हुनुभएको छ। त्यसको लागि त म आफूलाई भाग्यमान ठान्छु। तारालाई मैले एउटा कुरा सोध्न खोजेको, तपाईँ अलि अशक्त पनि हुनुहुन्छ, धेरैले थाहा नहुनसक्छ, शारीरिक अपाङ्गता भनौँ न, हाइट कम, के समस्या छ खास यो चाहिँ? वास्तवमा त खासमा त अब यस्तो हो, म सानोमा एकदमै मेरो अरू त त्यस्तो समस्या शारीरिक अपाङ्ग नै हो, तर मेरो विशेष त छाती सम्बन्धी, यो छातीमा सानैदेखिको समस्या भयो, ढुङ्गो गढेर लडेर। अनि त्यस पछाडि अब धेरै औषधिहरू, धेरै उपचारहरू गरे, अहिले त केही सुधार भयो। यहाँसम्म आएर गीत गाउने सम्म पनि पुगेँ। एकदमै तीन दिनहरू सम्झिन, 3 दिनहरू त एकदमै धेरै तितो लाग्छ। अब 3 दिन सम्झेर रोइहालौँ भने पनि मलाई एकदमै तितो लागेको छ कि हाम्रो आफ्नै साथीहरूले, मेरै आफ्नै साथीहरूले कतिपय नाम त नलिहालौँ, दुःख लाग्ला होइन, नाम भन्दा आँसु देखाएर कलाकार बाँच्न सक्नुभयो भन्नुभयो। एकदमै मेरो आत्मामा एकदमै म रोएँ नि, यसको आँसु आएन नि भन्नुभयो होला। मैले आँखा मात्रै नदेखाएको, मेरो आत्मा कति धेरै रोह कि मेरो पहिलो पछाडिको दिनहरू सम्झेर। तर त्यो
स्ट्याटस हेरेर म रोइन कि किन रोइन भने उहाँले त्यस्तो होइन हामी कलाकारहरू जति सुकै भने आफ्नो प्रतिभा देखाएर खान सक्छौँ नि रोएर मात्रै खान सक्ने कलाकार ल ठिक छ म शारीरिक अपाङ्ग छु म नरोएर म हाँसेर ल आज मैले हाँसेर इन्टरभ्यू दिन्छु तर मलाई धेरै दर्शक श्रोताले माया गरिदिनुहुन्छ कि यसको मन रोह भनिनेछ र त्यस्तो के अरे रोएर बाँच्ने भनेर नलेख्नु होला भोलि तपाईँहरूका नि रुने दिन आउन सक्छ मिडियाले धेरै साथीहरूलाई अगाडि बढाउनु भएको छ किनकि मिडियासँग हामी नजिक भयौँ भने हाम्रो भविष्यको यात्रा तय हुन्छ त्यस्तो लेख्दाखेरि नि मेरो नि कता कता मन दुखेको छ आफ्नै साथीभित्र त्यस्तो गर्नु हुँदैन आफ्नै तपाईँकै साथी अगाडि बढेको अगाडि बढेका भन्न चाहन्छु म साथीहरूलाई म त्यही सम्झिरहेको छु कि अहिले पनि त्यही स्ट्याटस सम्झिरहेको छु त्यही भएर कुरा विगत सम्झिन गाह्रो भयो तपाईँलाई एकदमै अब मम्मी कहाँ हुनुहुन्छ बुवा मम्मी त घरै हुनुहुन्छ अहिले त बुवा पनि बुवालाई नि त्यस्तो प्यारालाइसिसको समस्या छ बुवालाई बुवालाई पनि प्यारालाइसिसको यस्तो छ कि समस्या छ एउटा हरै चल्दैन हुन त बुवा पहिला इन्डियाको जागिरी हुनुहुन्थ्यो भए पनि बिचमा एकदमै प्यारालाइसिसको समस्या भयो अनि त्यसपछि त्यस्तै बुवा बिरामी हुनुभयो बुवा बिरामी भएपछि अब घरको मूल जरो नै त्यस्तो बिरामी भएपछि हामीलाई कति धेरै समस्या भयो अनि अगाडि बढ्न कति गाह्रो भयो बुवा नै हाम्रो अब मूल जरो हो नि त जब कि घरको यस्तो मूल मान्छे नै त्यस्तो बिरामी भइदिएपछि कति गाह्रो भयो त्यसपछि पनि धेरै अहिले यस्तो लोठी टेकेर हिँड्नुहुन्छ भित्र बाहिर गर्नुहुन्छ अब औषधि नि खाँदै हुनुहुन्छ तपाईँले हारिसकेपछि के भन्नु बुवाले बुवालाई त रुनु भयो होला बुवा त धेरै रुनुहुन्छ मेरो हाम्रो त सबैले घरमा सबैले मेरो मात्रै पिर गर्नुहुन्छ कि कसैको पनि पिर गर्नुहुन्न कि अरू त दाइहरू पनि सबै त्यस्तो सबै राम्रो हुनुहुन्छ कि सबै राम्रो हुनुहुन्छ कि म मात्रै यसो भएर सबैलाई मेरो मात्रै पिर छ घरमा अरू कसैको पिर छैन बुवालाई मम्मीलाई दाइलाई भाइलाई सबैलाई अनि मलाई एक फेर त मलाई गीत गाउनु नजा त्यो क्षेत्रमा नजा निला गर्छन् होइन त्यसमा राम्रो राम्रो मान्छेहरूलाई मात्रै जाने बाटो हुन्छ नराम्रो मान्छेलाई जान्दिनन् त्यो गीत गाउनु नजा गीत गाउनु जानुहुन्न भनेर पढेर पढाउनु जा भन्नुभयो मैले माने अनि पढेर पढाउनु पनि थालेँ अनि त्यताबाट पनि सफल भइएन अनि त्यही भएर रुन्न भन्दा भन्दै पनि आँसु बगाउने बाध्य हुने रहेछ के गर्ने बुवालाई सम्झाउनु भयो हजुरले त्यही भएर ठिक छ ताराजीको विगत हो होइन त मैले यो प्रसङ्ग नल्याउँदा नि ठिक थियो तैपनि पारिवारिक अवस्था कस्तो हो भन्ने धेरैको प्रश्न हुनसक्छ किन सोधिनस् तैँले एकतर्फ तरिकाले गइस् भन्लान् तर मैले नै भोगेको कुरा त्यो स्टाटसको कुरा ठ्याक्कै आइहाल्यो धेरै अग्रज व्यक्तिहरूले फेसबुकमा लेख्नुहुन्छ कलाकारलाई रुवायो भनेर मलाई पनि इभन मलाई नै टार्गेट गरेर लालीगुराँस.com लाई टार्गेट गरेर पनि एउटा स्टाटस आएको छ दर्शकबिन एउटा हैन धेरै स्टाटसहरू एकदम प्रख्यात व्यक्तित्वहरूबाट मैले एउटा मात्र उत्तर दिन चाहे न रिता बहिनीलाई हामीले रुन लगाएका थियौं न तारा बहिनीलाई रुन लगाएका थियौं रुनु भनेको थिएँ मैले भनेको थिइनँ नि हैन तर हामीलाई टार्गेट गरिन्छ है उहाँको जीवनको कहानी कतिपय पीडाहरू लुकाएर सफल पनि भएन नि त तर कतिपय पीडाहरू बाहिर व्यक्त गर्दाखेरि त्यो पीडाले जन्मिएको कलाकार त हो नि आज नरुने कलाकार एकजना मात्र देखाउनुस् हिजो तपाई जो सफल हुनुहुन्छ कहीं न कहीं तपाईले खानु भएको ठेस तपाई सफल हुनुभन्दा अगाडि मिडिया थिएन होला त्यो आफ्नो ठाउँमा छ तर तपाईले खानु भएको ठेस सम्झिनुस् त कति पीडादायी थियो कलाकार बन्नलाई कति संघर्ष गर्नु परेको थियो त्यो सम्झिनुस् कतिको आँखामा आँसु नहोला कठोर हुनुहुन्छ होला तर धेरै कलाकारहरू रोएका छन् किनकि अधिकांश कलाकारको जीवन शून्यतामै छ अरूले गीत लगानी गर्देला र अनि गीत गाउँला भनेर बस्नुपर्ने परिस्थिति छ आफूले गरेको लगानीको 1 रुपैयाँ आम्दानी छैन त्यो चाहिँ कसले सोच्ने आज कलाकारको पीडालाई बुझ्न नसक्ने कलाकारलाई नै टार्गेट गरेर एक गाँस खानाका लागि रोयो भन्नुहुन्छ नि सक्नुहुन्छ नि त्यो गाँस खान नपाएका कलाकारहरूको घरमा गएर एक गाँस खाने बाटो बनाइदिनुस् जसको घरमा
चुलो बलेको छैन त्यसलाई सहारा बनिदिनुहोस् नत्र भने त्यो तरिकाले तपाईहरु जस्तो मैले व्यक्तिको नाम लिन्न तपाईहरु जस्तो प्रख्यात व्यक्तिहरुले स्ट्याटस नलेख्नुस् laligras.com इन्द्रनी लगायतका विभिन्न कार्यक्रमहरुलाई टार्गेट गरेर तपाईहरुले जुन स्ट्याटस लेख्नु भएको छ यसले सोच्नुस् कि यो बेलामा यो महामारीमा कति हामीले किन केही गर्न सकिनछौं भनेर पहिला आफूले आफूलाई धिक्कार्नुस् अनि मात्रै आफू चाहिँ सम्पन्न भए भनेर असम्पन्न जो गरिबीको रेखामा हुनुहुन्छ उनीहरुलाई नहेप्दिनुस् यति भन्न चाहे तर ठीक छ यो तपाई दोहोरी च्याम्पियनबाट हारिसकेपछि पनि धेरैले स्ट्याटस लेख्दिनु भयो गरे हैन हुन सक्छ तर म एकदमै सम्मान गर्न चाहन्छु मलाई सबैभन्दा एकदमै माया गर्ने त्यहाँ सबै चारैजना जजहरु मलाई एकदमै सम्मान गर्छु म जजहरुलाई म आफ्नै साथीहरुबाट देखे कि त्यहाँ धेरै म नै रोएथे फेरि हैन भर्खर म रुँदै गरेको अवस्था अनि त्यहाँ रोकै भनेको च्याम्पियनमा रोकै भनेको रिता म र सुन्तदित हो नि अरु को रहेर हुन सक्छ हैन आफ्नो त्यो आँसु झार्दिन भन्दा भन्दै पनि आँसु आउन सक्छ नि त हैन तर पनि साथीहरुले चाहिँ त्यस्तो स्ट्याटसहरु हाल्दिँदा चसक्क मैले भने हो कि यसले आँसु हैन अहिले पछिल्लो क्रममा साथी चल्दै गर्दा त्यो च्याम्पियनको दोरी हेरेर साथ दर्शक श्रोताहरुले साथ दिँदै गर्दा अनि त्यस्तो स्ट्याटस झट्टै आउने गर्दाखेरि त पीडा त हुने रहेछ के तर म एकदमै त्यो स्ट्याटस देखेर पनि म कति रोए भन्ने चाहिँ मलाई मात्रै थाहा कि म जस्तो धेरै दुःख पाउने साथीहरुले आँसु देखाएर पनि त बाँच्ने आधार भएको छ नि त आँसु यो हामीले आँसु देखाएर पैसा दिनुस् भनेर माया त छैनौं नि माया गर्दिनुहुन्छ दिनुहुन्छ हैन सहयोग गर्दिनुहुन्छ त्यो आफ्नो ठाउँको कुरा हो नि त अनि त्यसरी त्यस्तो नभने हाल्दिएको भए राम्रो हुन्थ्यो भन्ने त मेरो आफ्नो सोचाइ हो हैन तपाईले आफै होटल चलाउनु भएको छ मैले सानो चटपटी पसल हो होटल त चलाएन अब अनि यो चटपटी पसल चाहिँ तपाईले आफैले बनाउनु भएको हो यो तर हैन भाडामा लिएको अनि दोरीको एक महिनाको स्यालेरी लिएर सामानहरु किनेर राखेको हो कति जना बस्नुहुन्छ यहाँ 4 जना बस्छौं हामी सजिलो छ खानालाई बस्नलाई अहिले मिलेको छ खानालाई बस्नलाई त धौधौ नभए पनि खाना र बस्न त त्यस खाइरहेको छन् ऋणहरु त लाग्दै जान्छ हैन अब खाना चाहिँ के भन्नु खानै नपाएको चाहिँ छैन भन्न पर्यो खानै नपाएको छैन तर जोस 4 जना साथी मिलिसकेपछि चाहिँ संयुक्त रूपमा बस्नु भएको छ हजुर सहज भए जे साथीहरुले सहयोग गर्नु भए मैले त केही काम गर्न पनि सक्दैन हैन अब यताउता तपाईलाई यहाँ आउँदाखेरि काठमाडौँ छिरिसकेपछि कलाकारितामा आउँदाखेरि त्यस्तो व्यक्तिहरु पनि थिए न त गरेर अगाडि बढ्न सक्दिनस् त्यस्तो अपाङ्ग व्यक्ति होस् भनेर त्यस्तो त कसैले पनि भन्नु भएन तर एक दुई जनाले चाहिँ भन्नु भए अब नाम त नलिहालौं हैन कस्तो के देख्दाखेरि पनि मलाई यस्तो भनेर सपोर्ट गर्दा पनि यस्तो के मन त पराकेर हिँड्ने यस्तोले के गर्लान् र यो यस भन्ने अनि म छ मलाई त्यो पनि छ मलाई नभएको हैन म नाम नलिहालौं हैन एउटा सुन्दरको दोरीमा मैले काम गर्थे सायद मैले त्यहाँ एकदमै सबैले मन पराउनुहुन्थ्यो मैले गीत गाएको तर पनि गीत गाउने क्रममा पनि मलाई त्यहाँबाट निकालिएको थियो के जति राम्रो गाउँदै पनि त्यो पलहरु पनि छ किनकि शारीरिक बनावट अवस्था हेरेरै निकाल्ने होला त्यतिखेर मलाई उहाँले के भन्नुभयो भने स्यालेरीको कुरा उठ्यो हैन स्यालेरीको कुरा उठ्दाखेरि त काठमाडौँको ठाउँमा बस्न खाना यता त्यता पुग्ने गरिकन स्यालेरी त लिनै पर्यो भनेर भन्दाखेरि उहाँले अब भन्नु भएको छ त्यो दोरीको साउहरुले हेर्दै हुनुहुन्छ भने पनि आज म यो अवस्थामा आइपुगेको छु हिजो त्यो अवस्थामा थिए अनि त्यसरी हेला नगर्दै हालेको भए पनि हुन्थ्यो होला मलाई किनकि यहाँ सबै कुरा सबै चीजहरु परिपक्वता भएको मान्छेहरु चाहिँ कोही पनि हुँदैनन् भन्न चाहन्छु मैले सबै कुराको परिपूर्ण भएको कला र गलाको नि सम्मान गर्नु र मैले विशेष सम्मान गर्न चाहन्छु रायमाझी परिवारलाई मैले कहिल्यै भुल्दैन किनकि उहाँ एकदमै कला र गलाको सम्मान गर्नुहुन्छ अहिले म जहाँ विशाल रायमाझी हरिमाया रायमाझी काम गर्छु मैले केही भन्नुहुन्न के मैले जतिसुकै गीत बिगारे नि बरु मलाई अरु कसैले गाली गर्ला त्यो दोरी भित्र छुट्टै छ उहाँले मलाई अहिलेसम्म
एकदमै कि कस्तो एउटा रुखो वचन पनि बोल्नु भएन कि कति माया गरेको कि कति माया गरेको यहाँ उहाँले माया गरेर सायद म काठमाडौँमा टिक्न सक्ने भयो मलाई जस्तो लाग्छ कि मलाई ताराजी तपाईँ आफैलाई चाहिँ आत्मग्लानी त हुन्न नि आफ्नो शारीरिक बनावटको कारण भइहाल्छ नि किन हुने अब हरेक क्षेत्रमा होइन कतिपय यस्तो के भन्छन् मान्छेहरूले नि के अरे यस्तो गीत गाउँदाखेरि नि जाँदाखेरि पनि त्यो त राम्रो खाएको नि त्यसलाई राम्रो भएर तँलाई जिताएको हुन् त नराम्रोसी त्यसलाई जिताउन् भनेर नि भने कि कतिपय साथीहरूले अनि म टेकराज भाइलाई नि विशेष सम्झिन चाहन्छु जहाँ जाँदा नि स्तुति चाहिँ भाइको अलिकति कमजोरी स्तुति मात्रै भएको हो नत्र पनि जहाँ पनि भाइले मिठो गाउने होइन मेरो चाहिँ भर्खर गाउँबाट आएको भएर होला सुरताल स्केल गाउँबाट भर्खर आउँदा थाहा हुन्न जतिसुकै फुस्किँदा उहाँको कारणले जित्थेँ अनि बाहिर साथीहरूले उस्काउनु हुने रहेछ कि त्यहाँनिर गीत गाउनु जान्दिने तँसित किन हिँड्छस् बिचरा भाइले चाहिँ दिदी यस्तो छ दिदीको होइन दिदी यस्तो छ यसलाई साथ दिनुपर्छ भनेर हिँडिराख्नु भएको छ एकदमै धेरै सम्मान राखेको कहिले पनि जानु भएन अस्ति भर्खरै हामी यता काठे महोत्सव छहरीमा गयौँ त्यहाँ तीर्थ स्थान सबै काठमाडौँको टिमहरू गएकोमा हामीले मात्रै पुरस्कार लिएर आयौँ अनि त्यस पछाडि पोहोर पनि काठे महोत्सवमा मलाई त काठे उत्कृष्ट गायिका परेको थिएँ मलाई काठ क्षेत्रलाई एकदमै माया लाग्छ एकदमै माया गर्छु किनकि मैले अहिलेसम्म बरु पश्चिम क्षेत्रको भन्दा काठ क्षेत्रबाट धेरै सम्मान पाएको छु एकदमै सम्मान गर्न चाहन्छु त्यही भएर काठ क्षेत्रका व्यक्तित्वहरूलाई मैले एकदमै त्यति ठुलो सम्मान दिनुभयो कि त्यत्रो ठुलो प्रतियोगिता भएको थियो टुडी खेलमा त्यसमा म उत्कृष्टमा पुगेको थिएँ सायद तपाईँ त्योभन्दा अगाडि पनि राष्ट्रिय लोकदोरी प्रतिष्ठानको टुडी खेलमा प्रतियोगितामा हुनुहुन्थ्यो नि है मैले धेरै गाएँ प्रतियोगिता गाउन त अहिलेसम्म प्रतियोगिता के हिसाब गर्ने भने त 45वटा प्रतियोगिता पुगेँ 45वटा प्रतियोगितामा लगभग 10वटामा हारी होला अरूमा सानोतिनो यति नै थोरै भाइ पुरस्कार पनि लिएँ अनि प्रकाश पराजुली भाइले नि मलाई धेरै सपोर्ट गर्नुभएको छ गाउँको कार्यक्रममा मैले बोलाउँदाखेरि जानुहुन्थ्यो मेरो वचन हार्न सक्नुहुन्थेन उहाँ मलाई भाइ आउनु अघिल्लो अन्तर्वार्तामा पनि प्रकाशजीले एकदम तपाईँको विषयमा कति राम्रो कुरा गर्नुभएको छ सधैँ हामी एउटै टिम भएर हिँड्ने तारा र म तारासँगै प्रतिस्पर्धामा पर्यो कस्तो दुःख लाग्यो भन्नु पनि भएको थियो फरक हुन नपाएको भए होइन या टिम चाहिँ फरक भएको भए सायद तारा र हामी पछि प्रतिस्पर्धामा हुन पाए हुन्थ्यो तारालाई हामीले हराउनु पर्दाको पीडा भनेर उहाँले भन्नुभएको थियो धेरैले त्यसै भन्नुभएको थियो कमेन्टमा पनि प्रकाश र मिनासँग तारा र जोडीहरू नराखिदिएको भए हुन्थ्यो भन्ने कमेन्टहरू नि मैले देखेको छु होइन सायद हामी पनि प्रकाश र मिना दिदीहरूसँग नपरिन्थ्यो भने उहाँहरू त अहिले पछाडिको क्रममा चलिरहनु भएको उस्तै मिठो स्वर उस्तै मिठो शब्दहरू प्रहार गरेर गाउने हामीलाई त लाग्थ्यो कि हामी त त्यत्तिकै हाल्छौँ जस्तो लाग्थ्यो कि भाइ टेकराज पनि त्यही भएर डराएर गाउनुभएको उहाँलाई देख्ने बित्तिकै हामीलाई डर लागिहाल्छ पछिल्लो समयको जहाँसम्म लाग्छ धेरै कलाकारहरू हुनुहुन्छ केटाहरू मध्येमा राजु दाई प्रकाश अहिले अरूले भाग लिनु भएन होइन अरू उत्कृष्ट रविन दाई भीम पौडेल दाई अनि अर्जुन खड्का दाइले भाग लिनु भएन अहिलेको उत्कृष्ट नै राजु केसी र प्रकाश पराजुली हुन् कि हुन त धेरै कलाकारहरू हुनुहुन्छ होला होइन मैले अपमान गरेको होइन तर पनि शब्द स्वर सबै केलाएर गाउने भनेको उहाँ दुईजना हुनुहुन्छ उहाँसँगैको प्रकाशसँगैको पर्दाको प्रकाश भनेको त अहिलेको एकदमै चलेको जोडी हो नि त प्रकाश र मिनाको उहाँहरूसँग हार्नु भनेको त केही ठुलो कुरा होइन वास्तवमा हामीलाई पनि उहाँहरूसँग हारेको भनेको एकदमै हाम्रो भविष्य नै एकदम उज्जवल उहाँसँग पर्नु भनेकै हाम्रो सौभाग्य हो किनकि प्रकाशसँग परेर मेरो दोहोरी मिठो भएको थियो र सबै दर्शक श्रोताहरूले रुचाइदिनु भयो अनि अरू टिमसित परेको भए सायद त्यस्तो नहुन्थ्यो होला रुचाइदिनु हुन्थेन होला भन्न चाहन्छु म अब केही गीत सुन्छु है तपाईँलाई मनपर्ने कुनै गीत छ भने गाइदिनु अहिले एउटा त काठे क्षेत्रकै गीत गाम पोहोर मैले जब उत्कृष्ट स्थान हासिल गरेको थिएँ त्यही भएर गाउनै मन लाग्छ काठ क्षेत्रको अनि पछाडि अरू गीत गामला हे गर्छौ कि नै अरू केही अमल कति ज्ञानी मान्छे हौ कमल आहा क्या राम्रो पासङ्ला मुरोट दुप्तेश्वरलाई गराइदेऊ दर्शन सँगै घुमाइदेउनु आकोट गर्छौ कि नै अरू केही अमल
कति राम्रो मान्छे हुन् कमल आहा क्या राम्रो पासङ्ला मुरोट दुप्तेश्वरलाई गराइदेऊ दर्शन सँगै घुमाइदेउनु आकोट सँगै घुमाइदेउनु आकोट। धन्यवाद। त्यसपछि अर्को तपाईँलाई मनपर्ने कुनै गीत छ? गीतहरू त थुप्रै छन्, सबै मनपर्छ। गीतहरू मन नपर्ने त कुनै हुँदैन। फेरि पनि विशेष त म बिमा दुराको पहिल्यैदेखिको फ्यान, उहाँकै एउटा गीत गुनगुनाउन चाहन्छु। घर त मेरो हुरीले उडायो करमा मेरो खैकीले चुडायो छोडी जाने दाइ फर्केर आइदेऊ न जुनी भरिलाई हुरीले उडायो करमा मेरो खैकीले चुडायो छोडी जाने दाइ फर्केर आइदेऊ न जुगाई भरिलाई फर्केर आइदेऊ न जुगाई भरिलाई। धन्यवाद। कति मिठो रहेछ त सर, भन्नुहुन्छ साथीहरूले? खै मैले सुनेको छैन, अब माइकमा गाउँदाखेरि थोरै फरक आउँछ, अलिकति चिच्चारो गाउँछु होला, त्यही भएर सुरतालको पनि थाहा छैन। त्यो च्याम्पियनमा अलि नमिठो आँखा भोइस, त्यतिखेर फेरि मलाई सुरतालको नि खासै ज्ञान थिएन। फेरि प्रकाश भाइले मैले अर्कै भाका गाम भनेको, उहाँले रानीफुल बसाएको गाम भन्नुभयो, उहाँ सधैँ हिँड्ने साथी, अनि नकार्न नि सकेन। त्यही भएर त्यो गाउँदाखेरि थोरै कता कता आफैलाई पनि सुन्दाखेरि कता कता थोरै नमजाको भएको कि जस्तो लागिरहेको। आफ्नै एल्बम चाहिँ आएको छ।